गाइज माई ब्लग युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। ल हेर्नु त सजिनको बोट कस्तो मजाले आएको छ। सजिनको बिरुवा यसको त धेरै नै यो अचुक औषधि हो हजुरहरूलाई। यसको कोसा पनि खाना हुन्छ, यसको पत्ता पनि एकदमै राम्रो हो। हजुरहरूले यसको पत्ता पनि सब्जीमा हालेर खान सक्नुहुन्छ। ल हेर्नु यस्तो मजा, यसको पाउडर पनि एकदमै राम्रो हो। यसको सुकाएर पाउडर बनाएर पनि खान सक्नुहुन्छ। त्यो चाहिँ एकदमै राम्रो औषधि हो है साथीहरू। ल हेर्नु यसको औषधि चाहिँ 382 प्रकारको के प्रकारको भन्छ। हेर्नुहोस् साथीहरू, यो सजिउनको चाहिँ एकदमै फाइदाजनक हो। यो सजिउन यसको औषधि एकदमै हुन्छ। यसको यो चाहिँ हजुरहरूलाई म के देखाउन गइरहेको छु। यो चाहिँ सजिउनको बोट हो। यो चाहिँ सजिउनको बिरुवा। हेर्नु त कति मजाले आएको छ यो सजिउनको बिरुवा। यो चाहिँ एकदमै औषधि हो है साथी हो, एकदमै अचुक औषधि हो। यो चाहिँ सुगर, प्रेसर, युरिक एसिड, यसको कोसा पनि एकदमै राम्रो हुन्छ। यसको पत्ता पनि हजुरहरूले सब्जीमा हालेर खान सक्नुहुन्छ। यसको पाउडर पनि बन्छ। हजुरहरूले यसको पाउडर देख्नुभएको छ कि नै? यसको पाउडर पनि यसलाई यसरी निकालेर सुकाएर मिक्सरमा गरेर पाउडर बनाउन सक्नुहुन्छ। ल हेर्नु सजिउन, यो चाहिँ मेरो घरमा आफ्नै घरमा लगाएको सजिउन हो। एकदमै छिटो हुर्किन्छ, एकदमै सजिलो हुन्छ यसलाई लगाउनलाई। ल हेर्नु जति काटे पनि उति आउँछ यसको। हेर्नु सजिउन रमस्टिक पनि भन्छ इङ्ग्लिसमा, सजिउन भन्ने गरेको छ। हामीले चाहिँ सजिउन भन्दा बुझिन्छ, रमस्टिक पनि भन्छ इङ्ग्लिसमा यसको नाम। ल हेर्नु एकदमै अचुक औषधि हुन्छ है साथीहरू। हेर्नुहोस् हजुरहरूले पनि यसको बिरुवा लगाउनु होला घरमा र यसको औषधि बनाएर खान सक्नुहुनेछ। यसको पाउडर, यसको यो पत्ता, यसको कोसा पनि सब्जीमा दालमा हालेर खान सक्नुहुनेछ हजुरहरूले। यो चाहिँ अलिक फल्न थालेको छैन।